आमा नमस्ते। नमस्कार डाक्टर साहब, नमस्कार। हजुरलाई आज हामीले सुई लगाएको लगभग 5 दिन 6 दिन भयो। हजुर, कस्तो छ अस्ति अहिले? मङ्गलबार लगाएको हो। हो अस्ति आज मङ्गलबार 1 हप्ता भयो। 1 हप्ता भयो। हजुर। अहिले कस्तो छ हजुरलाई? मलाई एकदम राम्रो छ। यस्तो हल्का भइरहेछ, जिउ पनि हल्का भइरहेछ। यो मलाई दुख्ने पनि दुखा पनि कम भएको छ। मलाई राम्रो भएको छ। हजुर, यो सुई लगाउँदा त्यस्तो गाह्रो अप्ठ्यारो केही त भएन? मलाई त्यो थाहा नै भएन। थाहा नै भएन है? सुई हो। लगाएको यताउता गरेको चाहिँ थाहा नै भएन मलाई। हजुर, सुई लगाइसकेपछि पहिलाको दुखाइ भन्दा अहिले दुखाइ धेरै कम छ। सुई लगाइसकेर बेडमा गएर बसेपछि मैले दाँत यसो किटेको थिएँ। त्यहाँ बेला चाहिँ त्यस्तो झिलिलिल्ला गर्ने नि भएन, मलाई सजिलो भयो। हो, पहिला चाहिँ यो करेन्ट लागे जस्तो झिलिलिल्ला दाँत हुन्थ्यो। जोड्नै नहुने, अब यसो गर्दा नि दुख्ने, मुख धुँदा नि दुख्ने, हो। अनि यसो निहुरिँदा नि दुख्ने, बस्दा नि दुख्ने, जुर्को उठ्दा नि दुख्ने थियो। हो, अहिले चाहिँ त्यस्तो छैन। त्यो चाहिँ छैन अहिले। आहा, अहिले आनन्द भएको छ। ल हुन्छ हुन्छ। खुसी लाग्छ, रमाइलो लाग्छ। हजुर। डाक्टरले यति गरिदिनु भयो है। वीर अस्पतालमा खुसी छु क्या। हजुर, वीर अस्पतालमा ट्राइजेमिनल न्युरेजियाको बिरामीहरू सबैलाई आउनलाई भन्नुहुन्छ होइन? सबै वीर अस्पतालमा यस्तो राम्रो गरिदिनु हुँदो रहेछ, डाक्टर साहब भइसिन्छ, हजुर। आउनु होला भनेर सबैलाई म अनुरोध गर्छु। हजुरको यो भिडियो हामी सामाजिक सञ्जालमा जनचेतनाको लागि राख्छौँ। हजुर मन्जुरीनामा दिनुहुन्छ होइन? हुन्छ। म त धेरै धेरै खुसी छु। मलाई कस्तो गाह्रो भएको थियो भने त सीमै थिएन क्या। मैले त्यो नाति बोक्दाखेरि मलाई चसक्क गरी यहाँ ज्वाला पुग्ने, अनि फुच्चुलाई बोक्नै नसक्ने होइन। फुच्चु फेरि बोक, भरेबाट उक्लिँदा नि बोक, ओर्लिँदा नि बोक, आमा बोक भन्ने। अब 3 वर्षको बाबु होइन, त्यसलाई के थाहा छ र? मलाई आयो भयो भने आमा आयो भयो, डक्टरकोमा जानुहोस् न, डक्टरकोमा जानुहोस् न भन्थ्यो, डक्टर बोलाउनुहोस् न भन्थ्यो होइन। उसलाई अलिकति खुसीको भएन, मलाई डाक्टर बोलाउनुहोस् भन्छ। अनि तिमी डक्टर हो मेरो भन्यो भने म अच्छा डक्टर हो नि त आमाको भनेर भन्छ। अब त्यसकै लागि पनि म टुनुमुनु गरेर बिर्सिन्छु क्या दुखेको। अब त्यो नहुँदा मलाई राति सुत्दाखेरि चाहिँ एकदम ऊ निदाइहाल्छ। अब निदाइसकेपछि मलाई एकदमै दुख्ने, अब उल्टे फर्किनै नहुने, अनि उठेर बसेर अनि फर्किनु पर्ने त्यस्तो थियो। अनि मलाई धेरै राम्रो छ है, राम्रो छ अहिले। हुन्छ एकदम राम्रो छ। हुन्छ हुन्छ। हजुरको आशीर्वाद हजुर ठिक छ। हजुर आँसु नै आयो ल। हुन्छ, हजुरको राम्रो होस् होइन? धेरै दुःख गरे है, हो खटे धेरै आमाको लागि। हो नि, कहाँ कहाँबाट सामान ल्याउनु भयो, पाउँदै नपाउने सामान? के गरे मलाई केही भनेनन्। हजुर। अनि ल मम्मी डाक्टर साहबले बोलाइसकेको छ, छिटो आउनु भनेर भने बाबुले एक जोर लुगा हालेर आउनु मात्रै भने। अनि किन र बाबु आजै हुन्छ र मेरो अपरेसन भन्दाखेरि हुनसक्छ भनेर मात्रै भने। यिनले राम्रोसँग खोलेर नि भनेन। म आएँ, घरबाट खाना नखाइकन आएँ होइन। मेरो अपरेसन भयो, म खुसी न खुसी छु। हुन्छ एकदम खुसी छु। हुन्छ हुन्छ हुन्छ। आमा आँसु रमाइलो पुग्नु लागिरहेको छ है, त। मलाई एकदमै रमाइलो लागिरहेको छ क्या। मलाई यस्तो भएर पनि मैले यस्तो आनन्दले गर्न पाएँ, बस्न पाएँ भनेर। हजुरको आशीर्वाद हामी सबैलाई लागोस् होइन? हाम्रो 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 पेन्टिङ आशीर्वाद मलाई होइन, मेरो बाबुलाई नि एकदम खुसी छ। मेरो बाबु पनि होइन, बाबुले धेरै दुःख गरे मेरो लागि। अब म लन्डन जाँदैछु 6 महिनाको लागि, बाबुको लागि म याद गरिरहन्छु क्या। कति खट्छन् मेरो लागि भनेपछि चुक्क पनि मैले गर्नु हुँदैन, अलिकति कपाल पनि दुख्नु हुँदैन। मेरो बाबु त्यति खटेको हुन्छ अनि मलाई एकदम खुसी लाग्छ। हुन्छ 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 आमा, हस् 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 हस्।